नमस्कार। यो स्किन केयरमा चाहिँ एकदमै राम्रो, एकदमै अब हजुरहरू सबैलाई थाहा छ, विश्वमै कोरियन भन्दा अरू यो मेकअपहरूको बारेमा त थाहै नै छ। तर पनि आज यो चाइनिज एमबिसी कोरियन स्किनमा चाहिँ हाम्रो बालबाटारमा छ। यति राम्रो मलाई पनि थाहा थिएन। मेरो बहिनीले ल्याएको भएर म आज सेकेन्ड टाइम हो, तर सेकेन्ड टाइममा पनि मैले यति राम्रो अनुभव गरेँ कि मलाई त्यो पैसा तिर्दाखेरि पनि मलाई त्यो पैसा तिरेको जस्तो फिलिङ भएन कि एकदम आफूलाई आनन्द, यति आनन्द आउने त्यो अब पुरै नगरौँ न, यति आनन्द आउँछ। हजुरहरूले पनि यहाँ एकचोटि आएर मैले भनेको कुराहरू सुन्नुभन्दा पनि हजुरहरूले आफै आएर चाहिँ यहाँको अनुभव लिनुभयो भनेदेखि हजुरहरूलाई आफैलाई थाहा छ। र यहाँको प्रोडक्टहरू पनि एकदम राम्रो छ। यहाँ चाहिँ हाम्रो बडी गुरुङ चाहिँ 12-15 वर्षसम्म कोरियामा बसेर उहाँले चाहिँ उहीँबाटै सिकेर सबै कुराहरू उहीँबाट लिएर चाहिँ यहाँ खोल्नुभएको पनि धेरै वर्ष भइसक्यो, एकदमै पुरानो हो। मलाई त्यति धेरै त थाहा थिएन, तर अहिले आएर चाहिँ मैले एकदमै थाहा पाएँ। यहाँको स्टाफहरू पनि कोरियन जस्तै यति इमान्दारी, यति राम्रो बहिनीहरू हुनुहुन्छ। म चाहिँ एकदमै आनन्द छु र एकदमै खुसी पनि छु। र मेरो स्किन पनि पहिलाको भन्दा धेरै राम्रो छ। मलाई मेरो छिमेकीहरूले दिदीहरूले पनि भन्नुहुन्छ, सिर्जना आजभोलि तपाईँको स्किन किन यस्तो टल्किन्छ भन्नुभएको थियो। अनि मैले यहाँको लोकेसन दिएको छु। अनि मैले आज मेरो भाउजू, मेरो दिदीलाई पनि लिएर आएको छु। र मेरो जति टिकटक फ्रेन्ड हुनुहुन्छ हजुरहरू पनि यहाँ आएर एकचोटि हेर्नु होला, यहाँको प्रोडक्ट युज गर्नु होला। एकदमै राम्रो ट्रिटमेन्ट गरिन्छ। यहाँको अब फेसमा कतिको ड्राई छ, कति रिङ्कल बसेको छ, अनि कस्तो दाग छ, कस्तो चाहिँ क्रिमहरू चाहिने भनेर उहाँहरूले सबै टेस्ट गरेर दिनुहुँदो रहेछ। मलाई चाहिँ एकदम राम्रो भएको छ र म चाहिँ सधैँ यहीँ आइरहेको छु। हस् त, धन्यवाद।